हामी कहाँ जाने अरे बुढी? हटपट खानु। साँच्चै खाने हो? तर यो साँच्चै हटपट कुन देशबाट आएको हो? किन जान्नु मन लाग्यो? यसको बारेमा जान्नु मन लाग्यो। पख है त, म सोच्छु यो कहाँबाट आएर रहेछ पख है त। मैले भेटाएँ नि हटपटको बारेमा ल हेर है त। हटपट चाहिँ खास हटपटको उत्पत्ति चीनबाट भएको भनिन्छ। विशेष गरी चीनको सियोचान क्षेत्र हटपटको लागि निकै नै प्रसिद्ध मानिन्छ। बुझ्यौ? तिमीले पनि यो हेर्न सक्छौ है। अनि तिमीलाई थाहा छ यो चाहिँ एकदम मसालेदार र तीखो स्वादमा हुन्छ र स्पेशली यो चाहिँ सादा भाँडामा पानी हालेर उमालेर सुप बनाएर खाने हो के यो चाहिँ हैन। अनि सुपमा चाहिँ एकदम भक उमालेर सुँगुरको हड्डी राखेर गर्दा पनि हुन्छ सुप बनाएर हैन। अनि यसले चाहिँ स्पेशली हामी एकजना दुईजना मात्रै गएर खानु भन्दा नि फ्यामिली क्या ग्रुपमा बस्ने वरिपरि बस्ने हैन। त्यहाँबाट नि आफूलाई मासु माछा मासु अब भेजिटेबलहरू के मनपर्छ हैन चट्ट वरिपरि राख्ने अनि त्यो उम्लेको पानीमा जुन त्यसलाई चाहिँ सुप भएपछि त्यहाँ राखिदिने 1 मिनेट 1.5 मिनेट जति चाहिँ टक्क हैन उम्लिदिने चट्ट निकाल्ने चुरुप्प खाने। बुझ्यौ त? हटपट कसरी सुरु भयो त? फेरि मैले हेर्नै पर्ने हुन्छ के हेर्नु तर यो एकदम महत्त्वपूर्ण छ हटपट। अहिले चाहिँ तपाईको हैन एकदम विश्वभर प्रसिद्ध भएको छ र यो भनाइ छ हटपट चाहिँ करिब 1000 वर्ष भन्दा अगाडि सुरुमा घोडचढी गर्ने सैनिक र मजदुरहरूले चिसो मौसममा सजिलै पकाएर तातो खाना खानको लागि प्रयोग गर्दै रहेछ क्या बुढी। गर्मीमा नि खाँदा हुन्छ होला है? गर्मीमा पनि राम्रै हुन्छ क्या मोटु तर बुढी। तर यो चाहिँ स्पेसली जाडो महिनाको लागि हो, जाडो महिनामा खाने कुरा हो हैन। अनि यो चाहिँ स्पेसली चाइनामा पनि पहिला त्यो जाडो महिनामा क्या सैनिकहरूले अनि त्यो कामदारहरूले चाहिँ अब यता जाउँ कामदारहरूले पनि छिटो मिठो छरितो खानुको लागि चाहिँ यो हटपटलाई प्रयोग गरेर यसरी खाँदो रहेछ क्या। विश्व प्रसिद्ध भयो होला है? हो नि बुढी हेर न अहिले हटपट भनेपछि त मान्छेहरू यस्तो क्रेजी भएको छ है। विश्व प्रसिद्ध छ। अब चीनबाट सुरु भएको हैन सियोचानबाट चाहिँ सुरु भएको खाना अहिले तिम्रो हेर न के भन्छ त्यहाँको राजदरबारदेखि लिएर थाइल्यान्ड भियतनाम जापान हैन एकदमै वर्ल्ड वाइड है क्या विश्व प्रसिद्ध भइसक्यो क्या। हामी पनि खानु जाने हो त? जाउँ न ल है हैन त मोटु ल हटपट खाएर आइदिउँ न त है। अब छोरा पनि छँदैछ छोरी पनि छँदैछ ल बस न त गाडीमा अब जाउँ स्टकहोम अब है हटपट खानु लाग्यो है हामी चाहिँ अब हेर्नुस् है त हटपटको परिकार कस्तो लागिरहेछ मोटु? रमाइलो। ल मलाई पनि एकदम एक्साइटेड भइरहेको छ है। तातो तातो है मौसम छ सुपमा तातो तातो सुपमा मलाई चाहिँ एकदम स्क्याम्पी र्याकुलहरू चाहिँ खानु मन छ एकदमै। त्यहाँबाट सट्ट खाने हो वरिपरि जे मन पर्छ सुपमा टक्क चोबले। आज चाहिँ हामी यहाँभित्र आज चाहिँ हटपट खानु गएको छौँ। इन्जोय गाइस। काका चम्ची मुनि ल्याइदिनु न काका चम्ची। हाय वाज गुड? यो मेरो हो? ल मेरो हाले है यहाँ ल फेभरेट है यो चाहिँ हाम्रो। यहाँ लामा हो त लामा। हट सस